Schwanz. Mir egal, was du jetzt sagst oder was du machst. Ja, meine Lines, sie werden immer krasser. Ich mache bald Feature mit Young Alpha, mit Young Alpha. Hello, namaste, welcome to my YouTube channel. फेरि पुनः तपाईहरुलाई हाम्रो YouTube च्यानल DR.Deepak गुरुमा स्वागत छ। सदा चाहिँ आज पनि हामीले भिडियो लिएर आउने तयारी गरिरहेका छौं। हिजो चाहिँ हामीले नर्मली के देखायौं भन्दाखेरि ब्रिज देखायौं, फ्रन्ट स्टेचिङ देखायौं एन्ड साइड स्टेचिङ, बोथ साइडको साइड स्टेचिङ पनि देखायौं। यता हाम्रो स्कुल भवन निर्माण हुँदैछ, यो खेलकुद मैदान यता पनि हाम्रो, यो पछि हाम्रो ट्रेनिङ सेन्टर पनि हुन सक्छ यहाँ टक्क यो पाराले हैन। यस्तो पाराले यहाँ कटारी वडा नम्बर 4 को त्रिवेणी माध्यमिक विद्यालय हो। अब यहाँबाट पनि यसरी हाम्रो अगाडिपट्टिको भ्यू जान्छ यसरी सिधापट्टि हैन। यतापट्टि चाहिँ हाम्रो विद्यालय छ, पर हाम्रो हेड सरहरु बसिराख्नु भएको छ। अब हामी बच्चाहरुसँग फेरि वान्स अगेन हामी के को लागि जाँदै छौ भन्दाखेरि थोरै भिडियो बनाउन चाहिँ लाग्दैछ। मतलब कस्तो खाले भिडियो हुन्छ अब चाहिँ भन्दाखेरि के देखाउँ भन्ने कुरा पनि भइरहेको छैन। जिम्नास्टिक पनि भइसक्यो, ब्रिज पनि भइसक्यो, स्ट्रेचिङहरु पनि भइसक्यो। लेट्स सी अब किकहरुको हेरौँ ल। नर्मली हामी 2-4 वटा किकहरु मात्रै हेर्छौं, मतलब आज पनि 3टा किक मात्रै हेर्छौं। लेट्स सी बच्चाहरुको किक हेर्नको लागि लागौँ। अब भुवन लिम्बू भाइको तर्फबाट हामी चङ्गुथै हेर्छौं। एउटा लियोथै हैन भाइ, लियोथै भने के रे भाइ? स्ल्याप किक। अनि छेन्तीथै भनेको साइड किक। अनि चङ्गुथै भनेको ल हामी ह्यामर किक हेर्छौं, स्ल्याप किक हेर्छौं, साइड किक हेर्छौं हैन। ल ओके रेडी ल फाइ ल चङ्गुथै ल 1 2 झ्वा सेम ल 1 2 झ्वा मिसे फाइटिङ है, फाइटिङ पोजिसन फाइ छेन्ती 1 गुड 2 झ्वा सेम 1 2 ओके झ्वा भाइ पुसअप देखा त भाइ 5 टाइम्स बब्बाल पुसअप देखा त। ओके ल फेरि फाइटिङ पोजिसनको लागि रेडी हुने ल। फाइ लियो थै ओके 1 गुड 2 गुड झ्वा सेम किक के रे लियो थै 1 2 गुड मिसे भाइ नाम के रे? प्रशान्त सदा। चङ्गु थै भनेको थाहा छ? छेन्ती थै लियो थै गुड थाहा भयो। अब चङ्गु थै जानको लागि त थाहा छ नि कसरी बस्नुपर्छ हैन। रेडी फाइ ल 1 2 झ्वा सेम 1 2 झ्वा फाइटिङ पोजिसन ल फाइ छेन्ती थै 1 2 झ्वा 1 2 झ्वा लियो थै स्ल्याप किक ओके रेडी 1 गुड 2 झ्वा सेम 1 2 5 टाइम पुसअप देखा त भाइ। ओके के अरे सुनेन हौ लक्ष्मी। चङ्गु थै थाहा छ नि? छेन्ती थै लियो थै थाहा छ? ल चङ्गु थै कसरी बस्नुपर्छ थाहा छ नि? ल रोडे चङ्गु थैको लागि रेडी हुने ल। फाइ 1 2 झ्वा सेम 1 2
Missing. Fighting position. Fight! Leo Thai. 1 2 Zwa. Same. 1 2 Zwa. Sandy Thai थाहा छ 1 2 Zwa. 1 2 5 times push up. पुसअप गर्दा यता हेर्नु ल 1 2 3 4 5 ओके अब ल नाम के रे मौसम मगर चङ्गु थै भनेको थाहा छ छैन्ती थै लियो थै ल चङ्गु थै जाँदा कसरी जानुपर्छ थाहा छ ल रेडी 5 1 2 Zwa 1 2 Zwa. Zwa. Miss it. Fighting position. Ready? Fight! 73. 1 2 Zwa. Same. 1 2 Zwa. Leo Thai. 1 2 Zwa. 1 2 भाइ 5 टाइम पुसअप ओके अब भाइ नाम के रे तेरो मोहन मगर छैन्ती थै भनेको थाहा छ लियो थै भनेको थाहा छ नि चङ्गु थै भनेको चङ्गु थै जाँदा कसरी बस्नुपर्छ थाहा छ चङ्गु थैको लागि रेडी हुने ल ओके ल 1 2 Zwa. Same. 1 2 Zwa. Zwa. Mission. Fighting position ready? Fight! 23. 1 2 Zwa. Same. 1 2 Zwa. Leo Thai. 1 2 Zwa. 1 2 पुसअप हान्दा भाइ 5 चोटी हो क्या ल ल के गर ओके आज चाहिँ हामीले फाइनली नानीहरूको लगभग चङ्गुथे हेऱ्यौँ मतलब त्यसलाई ह्यामर किक भनिन्छ सेकेन्डमा हामीले छेन्तीथे हेऱ्यौँ जसलाई साइड किक भन्ने गरिन्छ हैन र अर्कोमा लियो चाहिँ हेऱ्यौँ जसलाई चाहिँ हामी स्ल्याप किक भन्ने गर्छौँ अक्सर र बिचबिचमा हामीले बाबुको अब निरन्तर किनकि त्यसलाई चाहिँ सुधार गरिराख्नुपर्ने भएकोले गर्दाखेरि चाहिँ हामीले मौसम गुरुको चाहिँ फ्रन्ट समसल पनि हेऱ्यौँ हैन फ्रन्ट किक पनि हेऱ्यौँ त्यस पछाडि सो बच्चाहरूबाट आजको हामीले भिडियो 3 आइटमको पनि हिजो पनि हामीले त्यही गरेका थियौँ हैन हिजो पनि हामीले फ्रन्ट स्टिचिङ साइड स्टिचिङ बोथ साइड स्टिचिङ ब्रिज मात्रै गरेका थियौँ आज पनि हामीले चङ्गुथै छन्तीथै र लियोथै तपाईहरुको बीचमा ल्यायौँ सो यसरी नै हामी भोलि पनि हामी चाहिँ के गर्छौँ भन्दाखेरि अर्को 3 वटा कुनै किकहरुको अथवा कुनै बोन्सहरुको हैन मतलब भन्छ नि छान होस् या थै होस् मतलब यो छान भनेको चाहिँ बोन्स भन्ने हुन्छ हाम्रो हैन र थै भनेको चाहिँ किक भन्ने हुन्छ हामी छान र थै मध्येको कुनै पनि एउटा 3टा इभेन्ट या 3टा स्टेपहरु तपाईहरुको बीचमा लिएर आउने छौं सो त्यसको लागि न्यू डे विथ न्यू ब्लग्स
तपाईँहरू फेरि पनि पुनः चाहनुहुन्छ फेरि पनि बच्चाहरूबाट यस्ता होइन एक्सर्साइजहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानल युट्युब च्यानल dr.dipak गुरुलाई लाइक कमेन्ट एन्ड सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। ओके थ्याङ्क यू।